नमस्कार। आज 2083 साल साउन 13 गते बुधबार असार शुक्ल पूर्णिमाका दिन गुरु सोमनाथ आचार्यसँगको दिव्य भेट यहाँ भएको छ। हामी यहाँनिर कुन झरना गुरु यो महावीर झरना यो भोजपुर जिल्लाको ट्याम्केमैयो गाउँपालिकामा रहेको महावीर झरनामा हामी आइपुगेका छौँ यो गुरु पूर्णिमाको दिनमा। गुरु पूर्णिमाको पावन अवसरमा गुरुसँगको दिव्य भेट पनि आज भएको छ। गुरु यो पछिल्लो दिनमा चाहिँ हामी यो गुरुको चाहिँ महत्त्व पूर्वीय दर्शनले गरेर कुरा गऱ्यो भने चाहिँ मातृदेवो भव, पितृदेवो भव अनि आचार्य देवो भव भनेर भन्छ। अब फेरि हामी चाहिँ यो म्याथ सिक्ने टिचरको कुरा गरिरहेका छौँ। फेरि यहाँनिर समाज र हाम्रो पूर्वीय दर्शनको बिचमा अलिकति तादात्म्य त नमिलेको हो कि यो कसरी यो विषयलाई कसरी हेर्न सकिन्छ गुरु यसलाई? वास्तवमा गुरु शब्दको अर्थ र विशेष गरेर गुरुको महत्त्व के हो भन्ने कुरा हामीले समाजलाई बुझाउन नसकेको पनि हुनसक्छ। तर सामान्यतया स्वर शिक्षक भनिरहँदा भन्नु र गुरु शब्द आफैमा धेरै ओजिलो हो, जसले अन्धकारबाट उज्यालोतर्फ हामीलाई पुर्याउनुहुन्छ र अज्ञान रूपी अन्धकारलाई हटाएर ज्ञान रूपी उज्यालो छर्ने नै वास्तवमा गुरु हुनुहुन्छ। र हामीलाई 2 अक्षर 4 अक्षर सिकाउने र केही कोर्स पढाउने मात्र होइन, गुरु भनेको जीवन शिक्षा दिलाउने र आफूलाई एउटा जीवन जिउने कला सिकाउने असली अर्थमा प्रेरणादायी आदर्श व्यक्ति नै वास्तवमा गुरु हो। हजुर, हाम्रो अब कृष्ण मन्दिर जगत गुरु भन्छौँ, जसले हामीलाई जिउन सिकायो र सबै आदर्श सिकायो। त्यस्ता भगवानलाई जगत गुरु भनेर हामी भगवान कृष्णलाई भन्छौँ। त्यस्तै प्रकारले गुरु सामान्य अर्थ सामान्य शब्द होइन, तर आजभोलि सामान्य रूढ भएर मानिसले एउटा सामान्य रूपमा बुझेको जस्तो देखिन्छ। अब आज गुरु पूर्णिमाको अवसर परेको छ। यो गुरु पूर्णिमाको अवसरमा गुरुका भक्तहरूले शिष्यहरूले चाहिँ के गर्नुपर्छ गुरु? वास्तवमा हामीले त जति गुरुको मर्यादा गर्न सक्यो र गुरुको महत्ता बुझ्न सक्यो र गुरुप्रति सम्मान व्यक्त गर्न सक्यो त्यति हामीले ज्ञान प्राप्त गर्ने हो। र एउटा हाम्रो गुरुकुलीय परम्परामा चाहिँ के हुन्छ भने पढाएर मात्रै जान्ने कुरा हुँदैन, गुरुलाई प्रसन्न बनाएर गुरुबाट आशीर्वाद लिने हो। गुरुले पढाउनै पर्दैन, गुरु खुसी हुनु भएर गुरुले आशीर्वाद वर्षाउनु भयो भने ज्ञान त त्यसै हरिहरि आउँछ। त्यही भएर यो चाहिँ कुनै डाक्टरले औषधि खुवाए जस्तो अनि किताब पढाउनु मात्रै गुरु होइन। यो चाहिँ गुरु भनेको अर्कै छुट्टै एउटा अदृश्य चिज हो, जसले एउटा शक्तिपात गरेको हुन्छ, ज्ञान नै पात गरेको हुन्छ। अब आज गुरु पूर्णिमाको स्वर्णिम अवसर हामीलाई जुरेको छ, यसमा हजुर के भन्न चाहनुहुन्छ? म त के भन्न चाहन्छु भने वास्तवमा गुरुको महत्ता हामीले बुझ्नु, गुरु भनेकै ज्ञान हो। गुरु भनेको एउटा हाम्रो सनातन परम्परादेखि आइरहेको एउटा 2 प्रकारका एउटा मार्ग हुन्छ भनिन्छ। वंश द्विधा विद्या जन्मना छ। 2 प्रकारका जन्म हुन्छन्। एउटा हाम्रो आमाको गर्भबाट हामी जन्मिएका हुन्छौँ, जसलाई यो जन्मको परम्परा भयो। अर्को ज्ञानको परम्परा हुन्छ। जसरी हामीले माता पिता हजुरबा यसरी मानिरहे जस्तै ज्ञानका पनि हामीले गुरुलाई मानेका हुन्छौँ, जसलाई चाहिँ अब यो विद्या परम्परा र विद्या परम्परा आदर्श परम्परा हाम्रो भगवान शिवबाट सुरु भएको परम्परा ज्ञान परम्परा हो। मनुस्मृतिमा एउटा श्लोक छ, एतद्देश प्रसूतस्य सकाशात् अग्रजन्मनः स्वं स्वं चरित्रम शिक्षेरन पृथिव्यां सर्वमानवाः। भनेको चाहिँ हाम्रो सबैभन्दा आदिम सभ्यता, सबैभन्दा पुरानो सभ्यता भनेको हिमालको सभ्यता हो, जो शिवको सभ्यता हो र ज्ञानको सभ्यता हो। र त्यसले हामीलाई कल्याणको मार्ग सिकाउँछ। शिव भनेकै कल्याणवाचक शब्द हो। त्यो भएको हुनाले हामीले संसारमा जहाँबाट ज्ञानको प्रारम्भ भयो र अहिले हामीले मान्नुपर्ने जुन परम्परामा आउनुभएका गुरुहरूलाई मान्ने हो। अहिले हामीले आफ्ना गुरुलाई मात्र मानेका छैनौँ कि गुरु परम्परा भन्दा त्यो गुरुको ज्वरोलाई पनि मानेका छौँ। त्यही भएर संसारभर हामीलाई ज्ञान दिने हुने सम्पूर्ण ती गुरुहरूप्रति एउटा नमन व्यक्त गर्दै यो पावन अवसरमा गुरु पूर्णिमाको अवसरमा ती सबै गुरुहरूलाई हामीले एकमुष्टमा नमन गर्न चाहन्छौँ। आज गुरु पूर्णिमाको अवसरमा हामीलाई ज्ञान दिनुहुने, जीवन मार्गमा डोर्याउनु हुने सबै ज्ञात अज्ञात सबै गुरुहरूप्रति धेरै धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वरः गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। जय गुरुदेव।